हेलो, मैले यति बेला काठमाडौँ छु। यो काठमाडौँको जाम, धुलो, धुवा। म जुन गाउँमा बसेर आएको थिएँ नि, भन्दा कयौँ गुणा खराब छ। भन्दा कयौँ गुणा खराब, बिजी, कसैलाई कसैको वास्ता छैन। जुन ठाउँमा थिएँ र जहाँ चाहिँ म यहाँहरूलाई यो भिडियो हालिरहन्थेँ, त्यसमा भन्दा त काठमाडौँ त कहाँ हो, कहाँ यस्तो धेरै प्रदूषण छ। म हिजो मात्रै आएको, आज चाहिँ लगभग मेरो चाहिँ पक्ष खराब होला जस्तो भइसकेको छ। मलाई त पुरै एकदमै पक्ष खराब भयो जस्तो हेर्नु न, गाडीको जहाँ प्रेसर। म त अहिले भित्री बाटोमा छु, त्यही पनि पुरै प्रेसर छ। पुरै पक्ष नै खराब होला जस्तो, पुरै पक्ष नै बिग्रेला जस्तो चाहिँ भइसकेको छ मलाई 2 दिनमा। म काठमाडौँ 1 वर्षपछि आएँ। 1 वर्षपछि आएको, तर चाहिँ एकदम बेजोग स्थिति छ। र यसरी गाडीहरूको यो धुलो, धुवा, बालन सिटी हेर्नलाई चाहिँ राम्रो छ, तर प्रदूषणको जुन धुलो धुवा छ, त्यसले गर्दाखेरि त बालन सिटी अझै पनि धेरै बनाउनु पर्ने र यहाँका सवारी साधनहरूलाई धेरै चाहिँ मर्मत गर्नुपर्ने स्थिति छ। र अहिले म यहाँ जहाँ छु, यहाँ यो बाटोसाटो देखिरहनु भएको तपाईँहरूले। र मेरो छेउमा यहाँ चाहिँ काठमाडौँको यो पुलिस स्टेसन रहेछ, यो काठमाडौँको। म फेरि पनि तपाईँहरूलाई देखाउन नै छु। यसरी चाहिँ यो गाडीहरू हेऱ्यो भने सबै गाडीहरू मभन्दा कयौँ गुणा अगाडि यहाँ गाडी हिँडिरहेका छन्। यो कसैलाई कसैको वास्ता छैन, कसैलाई कसैको छैन। काठमाडौँको राम्रो पक्ष भन्ने कि नराम्रो पक्ष भन्ने, व्यक्तिका आफ्ना सबैका आफ्ना गुनासाहरू, आफ्ना पीडाहरू आफैभित्र छन् र आफैले गरिरहेको हुन्छ। मेरो छेउमा चाहिँ यो पुलिस अफिस, काठमाडौँको पुलिस अफिस छ। र काठमाडौँको पुलिस अफिसमा यो चाहिँ ठुलो भवन बनाएको रहेछ। यसरी चाहिँ मेरो यो यतापट्टिको साइडमा यो आर्मीको भद्रकाली ब्यारेक हो। र यहीँबाट चाहिँ नेपाली सेनाको जङ्गी अड्डा पनि भन्छ। यो चाहिँ आर्मीको ब्यारेक, चाहिँ आर्मीको जुन मेन यहाँको सबैभन्दा ठुलो कार्यालय, आर्मीको सबैभन्दा ठुलो हेडक्वार्टर त्यो हो। र मेरो पछाडि तपाईँले देखिरहनु भएको छ, धेरै गाडीहरू आउने जाने यताउता यसो फ्लक्चुएसन गच्छ। छेउमा म आइपुगेँ। यो कुकुचा खोला, बालनले खोलेको खोला भनेको यही हो। जस्तै यहाँबाट खोला छ, छेउमा प्रहरी कार्यालय, यहाँदेखि अगाडिपट्टिमा पुल देखिन्छ। त्यो पुलदेखि उतापट्टिदेखि हो बालनले चाहिँ खनेको। त्यहाँ चाहिँ कुकुचा खोलामा घरहरू बनिसकेका छन्। यहाँ चाहिँ आर्मी, यो खोला चाहिँ अब यहाँबाट आर्मीको पेरिमिटर हुँदै, आर्मीको पेरिमिटर हुँदै यो टिमको पछाडिबाट पेरिमिटर हुँदै गएको छ। कुकुचा खोला भनेको यही नै हो। र त्यसरी म चाहिँ अहिले ठ्याक्कै यो भद्रकाली मेरो चाहिँ आइपुगेको छु। र काठमाडौँको पीडा आफ्नो ठाउँमा छ, आफ्नो ठाउँमा हुँदो रहेछ। यहाँ मेहनत गर्नेहरू गरिछन्, नगर्ने पनि त्यसै गरी जिन्दगी कटाइरहेछन्। काठमाडौँको मर्म धर्म भनेकै त्यही हो। ओके, सी यू नेक्स्ट भिडियो। फेरि सब्सक्राइब।